होइन 5 जनाहरू म नामै भनिदिन्छु नि म होइन एउटा नायक हो घनश्याम भन्ने नायक प्रेमबहादुर भन्ने नायक अर्को शेरी भन्ने केटा हो कमल भन्ने हो 5 जना केटा मरेको हो हेर्नुहोस् है अनि 20 जना घाइते त्यो सिरियस घाइते 20 जना पनि होइन फेरि घाइते हुन् 20 जना अल टुगेदर सामान्य घाइते समेत सिरियस घाइते पनि 3-4 जना हो है तर पछि उहाँहरू चाहिँ ठिक हुनुभयो ठिक हुनुभयो ठिक छ जो 5 जनाको जो शहादत भयो उहाँहरू कुन अवस्थामा लडाइँमै अथवा बमले अथवा होइन लडाइँमै हो त्यो बीचमै रातकै हो लडाइँमै हो यो शेरबहादुरको भुँडीमा गोली लागेकै हो अर्को राम भक्त भन्ने हातमा लागेको थियो दिउँदैछ हात छिनेको थियो अर्को शेरबहादुर भन्ने बडो राम्रो केटो थियो है भर्खर यङ केटा हो त्यो हो एउटा प्रेमबहादुर भन्ने अर्को फरेपट्टिको हो होइन लडाइँकै उमा मरेको हो त्यस्तो कसै ऊ है बम छ केही पनि होइन हुनसक्छ मार अब गोली त कसो लाग्यो भन्न सकिन्न होइन होइन त्यही पनि गोलीबाटै आएर मरेको हो बिचराहरू अनि त्यसपछि अब राति लडाइँ चल्दै गयो अब त्यो बिहान उज्यालो हुने बेलासम्म अझ अरू क्लाइन्स पनि अझै छ त्यसपछि हामीले मैले त होइन फटर राइफलको चाहिँ कप साहबले हेलिकप्टर चाहिँ नि कल गर्नुभयो होइन उहाँ कन्ट्याक्ट त्यसपछि हेलिकप्टर आइसकेपछि अनि एक चक्कर लाग्यो हेलिकप्टर हेर्नु त्यो खारालाई त्यो गरिसकेपछि बिचरा त्यो यहाँ पनि हाँस उठ्दो कुरो छ कि सम्भवतः त्यो हेलिकप्टर फायर गर्नु छैन केही पनि होइन नि यति अज्ञान थियो कि हाम्रो माओवादीहरू पनि बिचरा विद्रोहीहरू पनि होइन तिनीहरू भागपछि हटे हेर्नुहोस् आइसकेपछि है धेरै सानो कन्ट्रोल भयो 2-3 वेभ आइसकेको थियो पहिला है त्यसपछि हेलिकप्टर आएपछि वेभ कम भयो जब हेलिकप्टर फिर्ता भयो फेरि एकपल्ट आए तिनीहरू होइन सानसानो हमला भइरहेको थियो होइन त्यो कुनै बढी यो वैज्ञानिक उनी भने एउटा विज्ञान हो कि भाइ लडाइँ त एउटा प्याटर्न हुन्छ कि कसरी कहाँबाट हमला गर्ने कसरी ग्राउन्ड कब्जा गर्ने अर्को फायरले कसरी जित्ने भन्ने एउटा चाहिँ सिस्टम हुन्छ कि त्यहाँ केही पनि भएन कि जहाँबाट त्यहाँबाट भित्र छिर्ने धेरै अध्ययन चाहिन्छ नि भित्र छिर्ने अनि भित्र छिर पनि त कल्पना गर्नुहोस् उसले 3-4पल्ट हमला गरेको थियो दुर्भाग्य भन्नु कल्पना गरौँ अगर उनीहरूले ओभररन गरेको भए हामीले हारेको भए उसकै फौजले उसकै फौजमाथि के लाग्थ्यो जाइ लाग्थ्यो नि त त्यहाँ चिन्ने त केही पनि छैन रातको टाइम छ होइन त्यो त बडो मूर्खता हो नि होइन भन्ने गर्छन् कि यो जनयुद्ध के 10 बजी युद्ध भन्दै यो युद्ध होइन कि अब यो त केही विज्ञान हो नियम छ के आचार संहिताहरू छन् हेर्नु युद्धमा पनि शत्रुलाई गोली लाग्यो घाइते भयो भने फेरि गोली हान्न हुँदैन उसलाई ल्याएर तत्काल उपचार गर्नुपर्छ हामीले होइन त्यहाँ त केही आचार संहिता पनि छैन केही पनि छैन कुनै प्याटर्न पनि छैन केही पनि छैन करिकरि हामीलाई अप्ठ्यारो पर्यो के भने जान्ने खेलाडीले नजान्ने खेलाडीसँग खेल्दाखेरि जुन हालत हुन्छ नि करिकरि हाम्रो त्यस्तै हालत हुन्छ कि हामी त मान्छेले एउटा प्याटर्न बनाएको हुन्छौँ कि अब सम्म यसो गर्छ योले लङ रेन्जको फायर गर्छ हामी माथि त्यसपछि दायाँ बायाँबाट के गर्छ अट्याक गर्छ फायरले सपोर्ट गर्छ त्यसपछि अगाडि बढ्छ पछाडि हट्छ प्याटर्न हुन्छ नि त्यो के बारे पनि छैन जहाँ मन लाग्यो त्यहाँ घरबाट आउने बाँचिहाल्यो मऱ्यो भने मरिहाल्यो मतलबै छैन